त टाउको दुखेर कस्तो भइरहेछ गाईले गाखिर पनि दिएन कतै चिया खाना पाए पनि हुन्थ्यो ए यहाँ दिदी के गर्दै हुनुहुँदो र ए गान पो गाउँदै हुनुहुँदो र यिनलाई पो फकाउनु पर्यो अब यसो चिया खाना पाइन्छ कि रानो बम्बई कि रानो स्वर त बस्दा चाहिँ यस्तो छ त्यही पनि अब फकाउँ न उनको तारिफ गरेर रानो बम्बई कि रानो रानो दिदी तपाईँको स्वर त कति राम्रो मलाई त कस्तो मन पर्यो तपाईँको स्वर तपाईँ त ठुलै सिङ्गर हुनुहुन्छ जस्तो लाग्यो त हौ धन्यवाद गर्नु तपाईँ ठुलो सिङ्गर बनिनुहुन्छ जस्तो लाग्यो राम 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 कति चिप्लो गसियो के को लाग्यो ए भन न मलाई पनि के भन्छ खुसु खुसु आइहाल्यो त अनि हैन त चिया खाना जाउँ अब यत्रो काम ए खानु र चिया ए नखाऊ होला के को नाटक ल्याउनु गयो ताता त स्पेशल बनाइदिएछ तपाईको लागि पिउनु त पिहाल्नु न ए दिदी यति कष्ट गर्नु पर्दैन थियो नि हो पकाइहाल्नु भएछ ल हुन्छ खान्छु ए चिया चाहिँ टेस्टी बनाउनु भएछ है जोस् ल त दिदी चिया खाइहाले लाग्छु अब मलाई नि हतार छ ए यसो लागि पो आगिरहेछ मान्छे त्यस्तै त आउँदिन बहुत चिप्लो घस्ने खाने हो